हेलो एभ्रिवान, जोरले फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो आजको न्यू ब्लगमा। र हाई गर्नुभयो मामाले, अनि मामाले चाहिँ माइजू लिएर आइसक्नु भएको छ। म चाहिँ लङ टाइम पछि चाहिँ मिनी ब्लग बनाउँदैछु, किनभने स्वास्थ्यले पनि साथ दिइरहेको छैन नि त, त्यही भएर चाहिँ मैले मिनी ब्लग लङ टाइम पछि बनाएँ। र मैले मामाको बिहेको चाहिँ मामाले माइजू ल्याइसक्नु भएपछि चाहिँ घरमा भित्राउँदाखेरि के गरिन्छ त, हाम्रो मगर जातिको पनि हाम्रोतिर चाहिँ चालचलन कस्तो छ त भनेर मैले भिडियो बनाउने कोसिस गरेको छु जसोतसो। यो चाहिँ रहेको छ मगर जातिमा चाहिँ कसरी भित्राइन्छ त, र हाम्रो संस्कार अनि संस्कृति अनि हाम्रोतिर चाहिँ परम्परा कस्तो छ त मगर जातिमा चाहिँ बेहुली भित्राइँदा गरिने कामहरू भनेर मैले थोरै भिडियो लिएको थिएँ। अनि छामाले अथवा बेहुलाको दिदी अथवा बहिनीले चाहिँ त्यसरी भित्राउनु पर्छ, त्यही भएर चाहिँ छामाले मामा माइजूलाई चाहिँ भित्राउनको लागि भनेर रेडी गर्दै हुनुहुन्छ। र हेर्ने मान्छेहरू पनि धेरै हुनुहुन्छ यहाँ नजिक है। अनि बेहुली अब आउनु भएपछि खुसी त भइहाल्छ नि, त्यही भएर सबैजना हेर्नको लागि रेडी हुनुहुन्छ। अब चाहिँ भित्राउनको लागि सुरुमा चाहिँ मामा आउनुपर्छ। मामा आएर चाहिँ यहाँ ढोकामा बस्नुहुन्छ एकजना, अनि त्योभन्दा अगाडि चाहिँ बेहुला बेहुलीको बाबा आमाले चाहिँ टिका लगाइदिनुहुन्छ बेहुला बेहुलीलाई। र अब आउनुहुन्छ मामा, किनकि ढोकामा छेक्नको लागि अर्कोजना बस्नुहुन्छ नि त। अनि बेहुलाले चाहिँ मैले बेहुली लिएर आएको छु बाटो छोड्यो भनिदिनुपर्छ। त्यसो भनेर चाहिँ मामा गइसक्नु भयो। अब चाहिँ भित्रिनुहुन्छ माइजू, र त्यसै गरी 3 चोटि त्यहाँ नजिक ढोगिसकेपछि चाहिँ बल्ल घर प्रवेश गराउनुहुन्छ। माइजूलाई हामीले चाहिँ घर प्रवेश गराइसकेका छौँ। वेलकम 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 माइजू है। मैले भिडियोको सुरुमा पनि वेलकम वेलकम भनेको थिएँ। फेरि पनि यहाँ नजिक आएर मूल ढोकामा पनि 3 चोटि ढोग्नुपर्छ, अनि मात्रै प्रवेश गर्न मिल्छ। र यति नै हो भित्राइने बेलाको। अनि पछिबाट त्यो सबै धानहरू अहिले पछि उठाउनुपर्छ, मैले चाहिँ त्यो भिडियो लिइनँ। र आजको लागि भिडियो पनि यति नै। बाई बाई, लट्स अफ लभ।